र सबै दर्शकहरूको डिमान्ड फेरि तपाईँको हाँसो। म अगाडि भएर त भन्नु पाइँदै होइन, म त एज ए दर्शक अगाडि बसेर हेरेको थिएँ नि त। हजुर हजुर त्यो बेला तपाईँको कति दर्शकले एकचोटि हाँस्नुहोस् एकचोटि हाँस्नुहोस् छ त अलिअलि मेरो हाँसोको अलिअलि त हजुरहरू जति त होइन तर अलिअलि दर्शकले मन पराइदिनु बेग्लै रमाइलो छ कि कता कता हामीले धार्मिक फिल्ममा राक्षस हाँस्या, हामीले धार्मिक फिल्ममा राक्षस हाँस्या। म सन्दीप अगाडि भएर मात्र भने होइन यो कुरा। अहिलेको समयमा यदि कोही चलेको हाँस्य कलाकार छ भनेदेखि त्यो भनेको हरिवंश मदन कृष्ण हो। मेरो खराब पानी छ मेरो खराब मैले त मेरो बिहामा माटी नाच्नु राख्नु मेरो बिहामा पनि माटी म चाहिँ त स्टेजबाट हेरेर थिएँ त्यो बच्चाहरू गएर एउटा बच्चाले छचोटि खायो क्या अधिकांश आमाले के लाग्छ भनेदेखि उसको छोरालाई चाहिँ अर्काको छोराले बिगाएर जस्तो लाग्छ क्या। मेरो आमा जतिखेर नआएर बाबु त्यो सकिँदा नहिँड्दा बाबु त्यसले तँलाई बिगार्छ अरे क्या। कसरी बिगार्छ मैले त्यसलाई चुरोट खान सिकाएको अस्ति। अनि अङ्कलहरूको टार्गेट हुन्छ हाम्रो यङ केटाहरू क्या। हामीले देखिसक्दैन कि हामीले तिमी श्यामको छोरा होइन हो अनि बुवा खोइ त ऊ तेरै साइडमा रसिआएर छ त। मान्छेको घरमा आफन्त आउँदाखेरि पैसा दिन्छ अरे। म त सल्लाह सुझाव दिन्छ क्या। अच्छा बाबु यो दारी चाहिँ भएन काटा अरे पैसा लिएर त्यसको लागि पनि। जिन्दगीमा धेरै प्रगति गर्नु है अनि सहन सक्छस् त। अनि लमी यहाँ किन आइरहँदा किन आउनु तपाईँ घरमा ढल बनाउनु आएको नि। मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो। मैले यो धरतीमा बिहा गरिदिन नसक्ने मान्छे छैन। फेरि एकचोटि भन्न त यही चिज यो धरतीमा मैले बिहा गरिदिन नसक्ने मान्छे छैन। अनि त्यसमा दिवा दिदीको किन नगर्दा त मैले मान्छे भने नि त। कैसा लगा मेरा मजाक? तर दिपादीलाई बिहा गर्न एकदम गाह्रो छ क्या। अस्ति त्यसलाई एउटा केटा फगाएर ल्याएको ल केटी यही हो कस्तो लाग्यो भनेको दिपादीलाई तलदेखि माथिसम्म हेर ओहो दाइजो त राम्रो रहेछ केटी गएको छ भन्नु पर्यो। प्यारी समझ गई। भर्खरै प्राप्त समाचार अनुसार यो 10 महिनामा मात्र 45 करोड बराबरको बोकाहरू नेपालले भित्रेका छन्। यो समाचार सुनेपछि भोन केसी भन्छन् मार्केटमा कम्पिटिसन बढ्छ हो।